सबैजनालाई मेरो नातिको तर्फबाट अनि मेरो नानीको तर्फबाट सबैजनालाई नमस्ते। मेरो बाबाको तर्फबाट पनि नमस्ते। म आज गीत गाउँछु है, सुनिदिनु होला। सुदूरको चेलीको गीत। सुदूरकी चेलीले एउटा सुदूरको चेली कोसेली बोकेर आउँदैछ हजुरमाझ। सुदूरबाट सुदूरकी चेलीको सबैजनामा ढोक छ, नमस्ते छ, मिठो मिठो सम्झना छ। म सुदूरमा गाइने गीतहरू 2-4 वटा गाउँछु अनि लेखेका गीतहरू 2-4 वटा लेखेको धेरै छु, तर 2-4 वटा यहाँहरूलाई सुनाउँछु, सुनिदिनु होला भन्ने आशा गरेकी छु है त। बाँकी कुरा पछि गर्छु। खोलीको हरेवा स्याप चेपेर चिल्दैन, मर्यो मान्छे गयो जवान खोजेर मिल्दैन। खोलीको हरेवा स्याप बगन्या चौलानी चेपेर चिल्दैन, कहाँ जान्छ बगन्या पानी खैको माया मानी। मर्यो मान्छे गयो जवान बगन्या चौलानी खोजेर मिल्दैन, कहाँ जान्छ बगन्या पानी खैको माया मानी। रातै उठी पारु भातै बगन्या चौलानी कहाँ जान्छ पन्यार, कहाँ जान्छ बगन्या पानी खैको माया मानी। फुली गयो दन्त पाटी बगन्या चौलानी भुलेन अनार, कहाँ जान्छ बगन्या पानी खैको माया मानी। रात उठी पारो बातै कहाँ जान्छ पन्यार, भुली गयो दन्त पाटी भुलेन अन्यार। यस्ता गीतहरू सुदूरपश्चिममा गाइन्छन् हजुर। अनि पहिलाको छोरी बुहारीले गाउने गीतहरू हुन् यिनी। अनि जसलाई आत्मामा दुःख लागेको छ, जसलाई मर्म छ, जसलाई समस्या छ, आत्मकथा धेरै मान्छेका छन्, थिए, अहिले पनि विकट ठाउँहरूमा छन्। धेरै जसो मान्छेलाई छन्, बाहिर निकाल्न सकिँदैन, खोल्न सकिँदैन। कतिपय कुरा समाजमा भन्न नसकिने पनि हुन्छन्। कतिपय कुरा समाजमा भन्न नसकिने हुन्छन् भनेर त्यसको प्रत्यक्षदर्शी म पनि। प्रत्यक्षदर्शी मात्रै होइन, भुक्तभोगी पनि हुँ। त्यसकारण समाजमा भएका धेरै कुरा भन्न नमिल्ने हुन्छन्। भन्यो भने घरै छोड्नु पर्यो, समाजै छोड्नु पर्यो। भनेन भने ती कठिनाइहरू हुन्छन्। ती हिजोको समाजलाई चित्रण गरेर हिजोका समाजमा सत्य कथामा आधारित नामहरू परिवर्तन होलान्, सत्य कथामा आधारित हिजोका दर्दनाक घटनाहरू, हिजोको समाजको यथार्थता कुनै शब्द फरक नगरी ती कथाका व्यथाहरू मैले लेख्ने जमर्को गरेको छु। र हिजोको समाजले, हिजोको छोरी बुहारीहरूले गाउने गीतहरूको पनि धेरै मात्रामा मैले लेखेर तपाईहरूको सामने, तपाईहरू माझ पुगाउने कोसिस गर्दैछु। सुदूरको हिजोको समाज र अहिलेको समाज हिजोको भन्दा धेरै परिवर्तन भएको मैले खुद भेटाएको छु। हिजो म बुहारी हुँदा म बुहारी भएको बेलाको समाज, त्यतिखेरको रीतिरिवाज, त्यतिखेरको चलन र त्यतिखेरका समस्या र अहिलेको समाज र अहिलेको चलन, अहिलेको समस्या हेर्ने हो भने कमसेकम 50% हल भइसकेको र 50% एकदम राम्रो अवस्थामा भएको अहिलेको छोरी बुहारीहरू छन्। म त्यसमा खुसी व्यक्त गर्न चाहन्छु। हिजो कस्तो थियो र अहिले कस्तो छ त्यसको प्रत्यक्षदर्शी मलाई धेरै वर्ष नभए पनि मैले त्यो देखेको छु। अहिलेको बारेमा मैले लेखेको छैन, हिजोको बारेमा मैले लेखेको छु। सत्य कथामा आधारित बनाएर एउटा किताबको तयारी गरेको छु। त्यसमा धेरैवटा गीत पनि मैले उल्लेख गरेको छु। म 2-4 वटा गीत तपाईलाई भनेर सुनाउन चाहन्छु। मैले यसरी यसको एउटा राम्रो सुदूरपश्चिमकी चेलीको एउटा किताब ल्याउने जमर्को गरेकी छु। जो मैले देखेको छु त्यो मैले लेखेको छु। जे मैले देखेको छु त्यो लेखेको छु, जे भोगेको छु त्यो लेखेको छु, जे हिजोको समाज थियो त्यो मैले लेखेको छु। अहिलेको समाजको साथीहरूलाई, अहिलेको समाजको व्यक्तिहरूलाई, छोरीबुहारीहरूलाई, अहिलेका दाजुभाइहरूलाई यो पढिदिनको लागि म
अनुरोध गर्न चाहन्छु। यो ल्यायो भने म हजुरको माझ मैले यो निकाल्यो भने किताब हजुरको माझ पक्का पुगाउने बाचा गर्छु। त्यसको लागि सहयोगको अपेक्षा पनि गरेको छु। 2-4वटा गीत भनेर सुनाउन चाहन्छु है। एकै थाला भात खाएको उन दिन गए गया, काखामा बस्ने बैना बिरानो भइ गया। उनी खोली घाँस गया, सिन्नाकी झलमली, आधा रोटी जिउले दियो खाएकी कलमली। रुकु रुको बत्ती बली, भैँसीका खरक, ईसाई दिन रन्याउन् कि कोही दिनु फरक। बझाङ्गी राजाका भैँसा, सेतीका छालभरि, हृदय आँसु पोस्दै गयो अहिलेका सालभरि। खुर्सानी चिचला लाग्या, आम कोइला रुखैन, वर्ष गया विपदैन, दिन गया दुखैन। यस्तो खालको अब हाम्रो सुदूरपश्चिमतिर गाउने पनि गरिन्छ। धेरैवटा साथीहरू यस्तो गाउने भाका लाएर गाउने गर्छन्। मैले कतिपय भिडियोमा गाएर पनि पोस्ट गरेको छु। सुदूरको चेलीको नमस्ते छ, ढोक छ सबैजनालाई है। सहयोग गरिदिनुहुन्छ भन्ने आशा गरेको छु। धन्यवाद।